नमस्ते। कति हजुरहरूलाई भजन सुनाऊ भनेर आज नयाँ रेसिपी लिएर आएको छु हजुर। यो इस्कुसको जरा हो। इस्कुसको जरालाई चाहिँ नि यसरी बोक्रो यसरी त्यहाँको अनि यहाँ उसिने हजुर। त्यसपछि अनि उसिनेर नि पछि अनि यो धनियाँ अनि यो लसुनको यो चाहिँ नि पुरा मुसेर नि अरू हामी दालको कसरी बनाउँछौँ नि त्यस्तै बनाएर राख्नुभयो भने अब अहिले सिजनमा यो आयो होइन, पछि आउँदैन नि। अनि पछि इस्कुसको जराको टेस्ट लिनको लागि यसरी मुसेर बनाएर राख्नुभयो भने अति स्वादिष्ट हुन्छ। र मन लागेको बेला थोरै निकालेर अनि कस्तो अब पातको रस बनाउनु मन लाग्छ कि होइन, अनि बाक्लो टमाटर हालेर जस्तो हजुरको इच्छा लाग्छ त्यस्तै बनाएर खाँदा अति नै स्वादिष्ट हुँदो रहेछ। र मैले आफूले खाएर हजुरहरूलाई मैले इस्कुसको जराको सायद धेरैजनालाई बनाउनु हुन्न होला जस्तो लाग्छ, त्यही भएर मैले यो रेसिपी लिएर आएँ। र पछि म मस्यौरा पनि बनाएको छु, हजुरहरूले देखाउँछ है। धन्यवाद। मैले उसिनेर तयार पारेँ इस्कुसको जरा। इस्कुसको जरा उसिनेर यसको फेरि मैले मसिनो बनाएर धनियाँको पात र लसुन मोलेर यस्तो मसिनो बनाएर मुसेर यस्तो बनाएँ। अब यसलाई घाममा लगेर मस्यौरा बनाउने। मस्यौरा पनि हजुरहरूलाई म पछि देखाउने छु। अति स्वादिष्ट हुन्छ।